गरिराख्नु भएको छ होइन। राजनीति यसमा पनि राजनीति घुसाउन मान्छे छिरेर अरूले फेक भिडियो बनाएर ऋषिदाले नराम्रो बनाएर यति चलाउनु के यस्तो बिरामी यो बिरामीलाई त्यो बेलामा तपाईँको खुट्टा कुहिने बेलामा कुनै पार्टीको मान्छे गएर हेरेन यो बिरामीलाई। आजको दिनमा चाहिँ जब उपचार भइसकेपछि यहाँनिर राजनीति घुसाउन आएको सुरुमा उहाँहरू ल्याउने सहजकर्ता उहाँले आएर भन्नुभयो कि ऋषि सर हाम्रोतिर गाउँमा आउनुभयो गर्दैलोमा उहाँको कन्डिसनहरू साह्रै दयनीय, घरमा उपचार गर्न खान पनि नहुने, उपचार त कहाँबाट गर्छ। एक हप्ता भयो खुट्टामाबाट उहाँको काट्नुपर्छ, उहाँले पनि हेर्नु भएको छ होइन। खुट्टाबाट पस पिउ निस्किरहेको मासुको घाउ होइन, हड्डीबाट पस निस्किनु भने धेरै डेन्जर कुरो हो क्या, खुट्टा नै काट्नुपर्छ। उहाँ आउनुभयो सर हामी त्यही दिन म्यानेज गरेर उहाँको अपरेसन गरायो, त्यो पुरानो स्टिल निकालेर घाउले सफा गरेर राम्रो तब उहाँलाई लगभग 2 हप्ता प्लस यहाँ भइसक्यो। अहिले धेरै राम्रो भएको छ, घाउ पनि सुधार छ। अब उहाँ 1 हप्ताभित्र सबै फालेर हिँड्न सक्नुहुन्छ। 1 हप्ताभित्र तपाईँहरूको कृपाले उहाँ उहाँले आफै फिल तपाईँको लागि उहाँ आउनुभयो, यो बुझ्नु त उहाँ आएर तपाईँको सहर भयो। नभए तपाईँको अहिले घरमा थला परेर कसैले हेर्ने तपाईँको खुट्टा जान्थ्यो। भगवान् सारा मान्छे हो। राम्रो काम गर्नुभएको ऋषि दाइले होइन। अब ऋषि दाइको लागि सबै जनताले बुझ्नु नै पर्छ। अब सबै जनताले बुझोस् पनि राम्रो काम गर्नुभएको रौतहट 4 को जनताले बुझ्नु पर्यो। र पनि त्यो हाम्रो सराउनु खोइ डर सबै एक्सिडेन्ट भएको रहेछ होइन, अटोले हानेर एक्सिडेन्ट भएको। अनि उहाँहरूले स्टिल हाल्नु भएको रहेछ त्यतिखेर। स्टिल निकाल्ने पैसा दियो दिएन थाहा छैन होइन। अनि एकदमै उहाँको अवस्था दयनीय, 9 जनाको परिवार उहाँ एक्लैले पाल्नुपर्ने, उहाँहरू इँटा भट्टामा काम गर्ने मान्छे, अनि बच्चाहरू यता सानो सानो नानीहरू 9 जनाको परिवार पालेर बस्नुपर्ने रहेछ उहाँ दिदीले। हजुर। अनि हामी घर दैलो गर्दाखेरि उहाँलाई देख्यौँ, त्यसपछि त्यहाँको गाउँको मान्छेले पनि भन्यो उहाँ एकदमै निम्न वर्गीय मान्छे हो, उहाँको चाहिँ यति गरिदिनु भयो भने धर्मै हुन्छ भनिसकेपछि हामीले अब ऋषि धमल दाइलाई भनेर हामीले यहाँ उद्धार गर्न ल्याएको। डर छ भनिदिनु के कस्तो कन्डिसन थियो उहाँको? के थियो भने खुट्टा त अब स्टिल लागेको नै 1.5 वर्ष अगाडि उता बाहिर लगाउनु भएको थियो, तर उहाँको स्टिलमा इन्फेक्सन भइसक्यो। इन्फेक्सन भएर हड्डीमा पस फर्मेसन भयो, त्यो धेरै नराम्रो कुरा हो। अनि हामी के गर्यो भने उहाँ आउनुभयो तपाईँहरूको माध्यमबाट, अनि हामीले उहाँको स्टिल झिकेर त्यो इन्फेक्सन थियो त्यसलाई रिकन्ट्र्याक्ट गर्यो, फेरि सबैलाई राम्ररी सफा गरेर वास गरेर घाउलाई नयाँ बनाएर अनि त्यो गरेको स्टिल झिकिसकेको छ उहाँको। अब यो स्लेबमा थियो 3 हप्तापछि उहाँ मजाले हिँड्नुहुन्छ, पहिला जस्तो खुट्टा हुन्छ। घाउहरू थोरै छ, घाउहरू 2-4 दिनमा निको भइहाल्छ, त्यसपछि उहाँलाई हिँड्न केही गाह्रो छैन, उहाँ सेभ हुनुभयो। नभए त्यो बिग्रेको भयो नि त्यो खुट्टा फेरि यहीँबाट जान्थ्यो, त्यो त हड्डी त पुरै मकिन्थ्यो नि त। समयमै आइपुग्यो त्यो समयमा, धेरै समयमा ल्याइदिनु तपाईँहरूको त उहाँलाई उधार गर्नु एउटा पुरै जिन्दगी उधार भयो। हजुरलाई कस्तो लागिरहेको छ? के भन्न चाहनुहुन्छ? ऋषि दाइले धर्म गर्नु भएको छ भने अब उहाँले जुन उद्देश्यको लागि यहाँ आउनुभएको छ हाम्रो जिल्लामा होइन, त्यो उद्देश्यमा तपाईँहरूको पनि सहकार्य हुनुपर्छ होइन। तपाईँको लागि यति गर्नुभएको छ, यो सामान्य कुरो होइन। कुनै पनि नेताले अहिलेसम्म सामाजिक रूपमा कसैले गरेको छैन जुन उहाँले अहिले गरिरहनु भएको छ क्या। उहाँको पनि जय होस् भन्ने कुरा तपाईँले धन्यवाद सहित दिनुपर्छ। भारी मतले विजय होस्। दिदीको पनि तपाईँलाई कस्तो लागिरहेको छ उहाँको? अब यो मलाई त अब ठिकै छ नि, राम्रो गति धेरै वर्ष भएको थियो होइन, 1.5 वर्ष हुन लाग्यो। अहिलेसम्म उपचार भएको थिएन। असारमा त्यस्तै भएर लगेर गराएर ल्याएदेखि फेरि जान सकेको थिएन। अब ऋषि दाइले के भन्न चाहनुहुन्छ? अब त्यही त अब सहयोग गर्नुभयो उहाँलाई नि चाहिँ धेरै धेरै धन्यवाद। तपाईँहरू आज डिस्चार्ज हुनुहुन्छ है। अहिले अब तपाईँहरू अब सबै सामानहरू बुक गरेर केमा डाक्नेमा जानु सक्नुहुन्छ, डाक्नेमा जानु, अब त्यो केही चिन्ता गर्नु पर्दैन। डिस्चार्ज फर्म छैन? अब त्यो पेपर तलै
लिनुहुन्छ भने उहाँको कागज प्रेसर नोट सबै छ। त्यो पनि ल त्यो डिस्चार्जको पेपरहरू सबै गरेर फलोअप गर्नु है। यो ड्रेसिङ गर्नलाई त यहीँ आउनुपर्छ भन्ने पनि छैन, सरकारी हस्पिटलमा पनि गर्न सकिन्छ। त्यहाँ म भनिदिन्छु, त्यहाँ 1 रुपियाँ पैसा लिँदैन तपाईँलाई ड्रेसिङ गरेको होइन, म त्यहाँ डक्टरलाई भनिदिन्छु हो त्यो गर्नु। यदि लियो भने मलाई कल गर्नु, म त्यहाँ डक्टरलाई भनिदिन्छु। त्यो गर्नु पर्दैन, तपाईँहरू अब आनन्दले जानु। आज हामी सबै थोक गरिदिइसक्यो, तपाईँहरू अब जानु राम्ररी। फेरि घाउको चाहिँ फेरि केयर गर्नु, के खानुहुन्छ खानुहुन्न, कस्तो छ के छ, त्योसँग मजाले सल्लाह गरेर दबाई के कस्तो छ लिएर गएर टाइममा खुवाउनु, त्यही गर्नु है। ल अब नर्सले भन्नुहुन्छ त्यो एकपल्ट गर्नु, त्यो अब 14-15 दिनमै कुद्नु सकिन्छ भनिसक्यो। त्यतिसम्मको के गाह्रो अप्ठ्यारो त भएको छैन नि। सिभिल हस्पिटललाई पनि धन्यवाद दिनु। तपाईँको सिभिल हस्पिटल यो जहाँ पाए त्यहाँ नहुने चिज हो। यो सिभिल हस्पिटल जुन अपरेसनमा पहिला कति लागेको थियो होला नि, बाहिर गर्दा त्यसको ठिक डबल लाग्छ। 1 लाख त्यति बेला लागेको भए 2 सहमति के गरेछ भने 1 लाख रुपियाँ पैसा दिएर स्टिल पनि निकाल्छु भनेर सहमति कस्तो बुझ्नुपर्छ नि। यो स्टिल खासमा भन्नुहुन्छ भने पेपर छ, त्यो पेपर छ हामीसँग। स्टिल ननिकाल्दासम्मको रिक्स हुन्छ क्या। त्यो पेपर भइदियो भए त्यसलाई म तानिदिन्थेँ। के गर्यो अटोले हानेको हो के लालबन्दीमा, उहाँलाई लालबन्दीमा जाँदा अटोले हान्यो। अटोले हानिसकेपछि उसको खुट्टा भाँच्यो, उहाँको खुट्टा भाँचिसकेपछि अपरेसन गरिदियो। अनि मिलापत्र गरेर अपरेसन मात्रै गर्दै स्टिल झिक्नेको केही पनि नगर्दो रहेछ के। अनि लास्टमा अब स्टिल त अब उहाँहरूले त त्यत्रो 1-1.5 लाख रुपियाँ पैसा खर्च गरेर त स्टिल झिक्न सक्ने ऊ छैन अवस्था। त्यस्तो बिचार छाक टार्न गाह्रो छ। अनि 1 लाख रुपियाँ त उनीहरूलाई त महाभारत हो नि। 1 लाख भने 1 करोड हो उहाँहरूको लागि। अब त्यो 1 लाख रुपियाँ अहिले त्यो 1 लाख रुपियाँले गरेर अहिले 1.5 लाख रुपियाँ उठ्यो होइन। त्यति नै खेर गर्नुभएको त्यो अटोवालालाई समाते गरे भए त बिमा हुन्थ्यो, उनीहरूको निःशुल्क हुन्थ्यो नि त, उसको त्यत्रो खर्च हुन्न थियो नि त होइन। ल ल